1 वर्ष भित्रमा है ठ्याक्कै 12 महिनामा 1 वर्ष भित्रमा फेसबुकबाट मात्रै बुढीले मलाई कुटेर मैले बुढीलाई कुटेको एक्टिङ गरेर 29,33,685 नेपाली रुपियाँ 29,33,685 नेपाली रुपियाँ कमाए भन्दा पताउनु हुन्छ गाइस? कतिपयले पताउनु हुँदैन। 1 वर्ष भित्रमा 29 लाख समथिङ $21,000 म तपाईहरुलाई डिटेलहरु देखाउँछु। अनि नेपालबाट कसरी पैसा अर्निङ गर्ने त धेरैजनाले कमेन्टमा सोधिरहनु भयो। यसको बारेमा नि भन्ने छु, भिडियो पुरा हेर्नुस् है। भिडियो थोरै लामो हुन्छ। अनि तपाई सबैजनालाई सुमन ब्लगलाई सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस् है त। अनि ल यहाँ स्क्रिनमा हेर्नुस्, यो मेरो मोहम्मद सुमन प्रोफाइल प्रोफेसनल ड्याशबोर्ड खोले मैले है। अनि तपाईको यता माथि गएर मोनिटाइजेसन खोले। मेरोमा यो स्टार, एडवान्स रिल, इन्स्टिमेट अनि कन्टेन्ट मोनिटाइजेसनको टुल्स मिलेको छ मलाई है। अनि तपाईलाई मैले पे आउट खोलेर देखाउँछु। पे आउट हेर्नुस्, मेरो ट्रान्जेक्सन यो महिनामा 2800 यसको गनेको छैन है मैले। यो महिनाको जुन अघिल्लो महिना फेब्रुअरी महिना गनेको छैन, यो जनवरी महिनासम्मको है। यहाँ स्क्रिनमा हेर्नुस्, अल टाइममा गएर मैले तपाईलाई देखाउँदै छु ट्रान्जेक्सनमा कति कति पैसा मैले निकालिसके। ल हेर्नुस् है, यहाँ $6,750 2025 जनवरी महिनाको, $4,4170 डिसेम्बर 31 तारिक 2024 डिसेम्बर महिनाको। अनि नोभेम्बर 2024 को $2,975, अक्टोबरको चाहिँ $2,819, सेप्टेम्बरको चाहिँ $1,037, अगस्तको चाहिँ $1,243, जुलाईको चाहिँ $920, जुनको चाहिँ $885, मेको चाहिँ $232, अनि अप्रिलको $282, मार्चको $128, जुनको $267। यो मैले 1 वर्ष भित्रमा कमाएको। मेरो सेङ्जाली कान्छो पेज छ, त्यो पनि मोनिटाइज छ। एमडी सुमन मेरो प्रोफाइल हो, दुईटै मोनिटाइज छ। दुईटैबाट राम्रो अर्निङ हुन्छ। यो दुईटैको जोडेर आएको अर्निङ हो। मैले एक स्मुस्टमा देखाएँ। अनि यतापट्टि तपाईलाई प्याडमा पनि देखाइदिन्छु, हेर्नुस् हैन। यो सेङ्जाली कान्छोको, यो सेङ्जाली कान्छोको छ नि, अघिल्लो महिनामा $1,800 अर्निङ भएको थियो सेङ्जाली कान्छोको। यो प्याड चाहिँ सेङ्जाली कान्छो र प्रोफाइलको गरेर $6,000 प्याड हो है। यसरी लाखौं पैसा कमाउन सकिन्छ फेसबुकबाट है। विदेशमा, नेपालमा त कसरी? कतिपय युट्युबरहरुको मैले भिडियो हेरे, VPN-बाट पनि हुन्छ। अनि अर्को प्रोक्सी भन्ने एउटा हो एप रहेछ, प्रोक्सी भन्ने एउटा एप रहेछ। त्यो एपबाट पनि लोकेसन किनेर नेपालबाट मोनिटाइज गर्न सकिन्छ भनेर युट्युबमा भिडियो देखेँ थिएँ मैले। अनि तपाईको बैंक एकाउन्ट चाहिँ कहाँको हाल्ने? नेपालमा त मोनिटाइज छैन फेसबुक पेज या प्रोफाइल, दुईटै मोनिटाइज छैन फेसबुक नेपालमा है। कतिपयले भिडियो कसरी कसरी गराउनु भएको छ, कतिपयले नेपालमै बसेर मोनिटाइज गर्नु भएको छ। कसरी, त्यसको पनि तरिका छ। तर तपाईले यसरी लोकेसन किनेर हाल्दा हुन्छ। बैंक एकाउन्ट चाहिँ कहाँको हाल्ने? नेपालको बैंकमा त पैसा दिँदैन। किन भन्दा यो म कसरी भन्न सक्छु भन्दा 2023 मै मेरो साथी बुद्धि राणाले पुरै फेसबुक स्टार, एडवान्स रिल, बोनस, इन्स्टिमेट बाट मोनिटाइज गरेको है। सबैको सेटअप खुलेको। उसले चाहिँ कन्ट्री चाहिँ इन्डियाको हालेछ र बैंक एकाउन्ट चाहिँ नेपालको। त्यो महिनाको अर्निङ नेपालको 75,000 है, $500 भन्दा नि माथिको थियो। त्यो पैसा चाहिँ बैंकमा पठाइदिएपछि नट इजिलेबल कन्ट्रीको प्रब्लम आएर पुरै टुल्स उसको रेड भएर डिमोनेटाइज भएको थियो। नेपालमै मोनिटाइज छैन भने त बैंक सेटअप कहाँको हाल्ने? नेपालको हालेर त हुँदैन। फेरि त्यही समस्या हुन्छ। त्यसैले जोले नेपालबाट अर्निङ गर्नुहुन्छ या गर्न चाहनुहुन्छ उहाँहरुको लागि यो विशेष भिडियो हो।
तपाईहरुले चाहिँ तपाईले नेपालमै खोलेको फेसबुकले पनि हुन्छ है, तर तपाईको फेसबुक चाहिँ विदेशमा लगइन गरेर तपाईको आफन्ती दाजुभाइहरु प्रत्येक नेपाली घरबाट एउटा विदेश जानुहुन्छ कमाउनको लागि। उहाँहरुको बैंक एकाउन्ट हुन्छ वहाँ विदेशमा। त्यो बैंक एकाउन्ट जुन बैंक एकाउन्टको नाम छ है, जसको बैंक एकाउन्टको नाम छ त्यसैको ओनर नेम र होल्डर नेम एउटै हुनुपर्छ। ओनर नाम र बैंक एकाउन्ट नाम है, त्यो राखेर विदेशबाट नेपालमा बनाएको भिडियो विदेश पठाएर विदेशबाट अपलोड गरेर मोनिटाइज गर्न सकिन्छ। एउटा यो नेपालबाट अर्निङ गर्न सकिने भनेको यही हो तरिका। अर्को तरिका अब VPN बाट या जुन कुनै एपबाट लोकेसन किनेर त बैंक एकाउन्ट हाल्ने मान्छे भयो भने ठिकै हो, त्यही कन्ट्रीको लोकेसन किनेर चलाउँदा हुन्छ हैन। बैंक एकाउन्ट कसको हाल्ने त? मेन त बैंक तपाईले फेसबुकबाट अर्निङ गरेको पैसा आफ्नो खोल्टीसम्म आफ्नो बैंक खातासम्म ल्याउनको लागि मेन त पैसा कमाउनको लागि हो नि भिडियो अपलोड गर्ने हैन फेसबुकमा युट्युबमा। त्यसैले तपाईहरु सक्नुहुन्छ त युट्युबमा काम गर्नुस्। फेसबुकमा सजिलो छ, जुन जुन विदेशमा हुनुहुन्छ हाम्रो नेपाली दाजुभाइहरु उहाँहरुको लागि सजिलो छ। अहिले 2025 बाट सबैलाई कन्टेन्ट मोनिटाइजेसनको टुल दिया छ। यसबाट राम्रो अर्निङ हुन्छ। तपाईको फोटो हाले पनि अर्निङ हुन्छ। भिडियो बनाउन आउँदैन, तपाईले जस्तो फोटो जान्नुहुन्छ त्यस्तै खिचेर हाले पनि अर्निङ हुन्छ। टाउका माथि काम गर्दाखेरि फलामु राखेको हाल्दा पनि हुन्छ, बोराहरु उठाउँदाको हाल्दै हुन्छ फोटो खिचेर काम गर्दाको है। सिमेन्ट मोल्दै हुनुहुन्छ भने त्यही सिमेन्ट मोल्दै गरेको भिडियो फोटो खिचेर हाल्दा पनि हुन्छ है। भात पकाउँदै हुनुहुन्छ भने थालीमा चामल राखेर फोटो खिच्ने, यो आज म भात पकाउँदै छु अपलोड गर्ने। 1 सेन्ट 2 सेन्ट 3 सेन्ट 2 रुपैयाँ 3 रुपैयाँ 2 पैसा गरेर जम्मा हुन्छ। महिनाभरिमा तपाईको $100 पुगेपछि फेसबुकले तपाईको खातामा पठाइदिन्छ। मेन पोइन्ट भनेको मोनिटाइज इजिलेबल कन्ट्री। नेपालमा मोनिटाइज छैन। अब हाम्रो नेपालमा पनि ल्याइदिने भने कति रोजगारी पाउँथ्यो, कतिले डलर आफ्नो देशमा रिमिटेन्स भित्रिन्थ्यो। किन होला हाम्रो देशमा मोनिटाइज नभएको फेसबुक? युट्युबमा गर्नुस्, युट्युबमा नि छ। युट्युबमा क्राइटेरिया छ है, 4000 घण्टा वाच टाइम, 1000 सब्स्क्राइब। तर फेसबुकमा कुनै क्राइटेरियै छैन। अहिले त तपाईलाई 2000 फलोमा पनि कन्टेन्ट मोनिटाइजेसनको टुल दिइराखेछ। कतिपय मान्छेले पाउनुभएको छ जोले ओरिजिनल अडियो भिडियो अर्गानिक आफ्नै कन्टेन्टमा काम गर्नु भएको छ, फोटो ओरिजिनल हाल्नु भएको छ, आफ्नै क्यामेराले खिचेको फोटो हाल्नु भएको छ भनी उहाँहरुलाई मिलेको छ। यो अरूको भिडियोहरु हाल्ने, अरूको भिडियोमा रोस्ट हान्ने यो चाहिँ गाह्रो हुन्छ। तर सबैलाई दिन्छ 2025 मा सबैलाई दिन्छ कन्टेन्ट मोनिटाइजेसन। नेपालबाट चाहिँ त्यही हो सिस्टम है। तपाईको आफन्तीलाई भिडियो पठाएर आफ्नो फेसबुक उहाँबाट लगइन गरेर भिडियोहरु अपलोड उहाँबाट गराएर मोनिटाइज गर्न सकिन्छ। यहाँ भन्दा अरु उपाय छैन। अब नेपाल सरकारले अब दर्ता गर्ने भन्दैछ फेसबुक लिगल रूपमा। अब दर्ता गरे भने भोलि बिहान मोनिटाइज ल्याइदियो भने त झन् बल्ले बल्ले सबैले अर्निङ गर्न सकिन्छ है त। लाखौं फलो छ, मोनिटाइज नै छैन। के काम लाग्यो हेर्नु त। मैले अर्निङ म पनि नेपालमा भए त कहाँ कमाउँथे र है। कम्पनीमा काम गर्दा गर्दै मैले मेहनत गरेर 1 वर्षमा 29 लाख भनेको त्यति सानो तिनो काम त हैन नि। नेपालमा सबैभन्दा हाईएस्ट फेसबुकबाट अर्निङ गर्ने मान्छे मै मात्रै होला, नत्र कमै छन्। युट्युबबाट त हुनुहुन्छ। मैले युट्युबबाट भर्खर मोनिटाइज गरेको छु युट्युब है। फेसबुकबाट तपाईहरु रेकर्डै राख्नुस्, 1 वर्षभित्रमा यति पैसा अर्निङ गर्न सक्ने मान्छे नेपालको मान्छे हो, तर विदेश बसेर मैले मात्रै होला। 29 लाख नेपाली। मेरो रेकर्ड देखाए तपाईहरुलाई, यो मेरो एकदम ओरिजिनल रेकर्ड हो है त। आजको भिडियो कस्तो लाग्यो? तपाईहरु पनि मेहनत गर्नुस्। विदेशमा हुनुहुन्छ भने यसो 1-2 घण्टा टाइम लिएर भिडियोहरु अपलोड गर्नुस्, भिडियोहरु बनाउनुस्, आफ्नो कला गला देखाउनुस्, ओरिजिनलमा काम गर्नुस्। सबैलाई मिल्छ। भोलि बिहान नेपालमा खुलेपछि झन् नेपालमा पनि मिल्छ है त।